हजुरहरू चाया पोतो पिगमेन्टेसन ओपन पोर्स रिङ्कल्स भएर दिक्क हुनुहुन्छ आउनुस् घरैमा सिरम बनाएर लगाउनुस् नजानी त कुरै छैन एकचोटी बनाउनुस् 1 महिना हुनुस् आज पनि मेरो भिडियो अलिकति लामो हुन्छ तर तपाईहरुको चाया पोतो मेलेजमा डार्क स्पट्स है घामबाट को डढेको सबै जान्छ घरैमा 100% अर्गानिक हो 100% होम रेमेडी हो 100% नो साइड इफेक्ट यसलाई बनाएर लाउनुस् तपाईहरुको जान्छ त्यो म नै हो। हजुर नमस्कार सबैजनालाई आज पनि नयाँ टिप्स लिएर आएछु। अब त्यो के हो भन्दा फेसैको लागि है आज चाहिँ मैले सिरम लिएर आएको छु। तपाईहरुले चाहिँ हाम्रो चाया पोतो एक्नी यो हाम्रो घाममा डढेर कालो भएको छ हैन अनिखेर ओपन पोर्स छ रिङ्कल्सहरु छ भने यो सबैलाई चाहिँ हजुरहरुले यो लगाउने है। यसलाई बनाउने मेथड के हो सबै मैले त्यहाँ बताइरा हुन्छु हजुरले त्यसैलाई फलो गरेर बनाउनुस्। एकचोटी बनाउनु यो झन्डै 1 महिना पुग्छ है। यसलाई चाहिँ लगाउनुस्। अब यो मात्रै लगाएर हुँदैन यो सँगसँगै के लगाउने म यो चाहिँ फर्दर यो भिडियो भइसकेपछि भन्छु कुनै पनि स्किप नगरिकन हेर्नु होला। अब पहिला चाहिँ हजुरहरुले सबैभन्दा पहिला मेरो युट्युब भिडियोमा नयाँ साथीहरु आएर हेर्नु भएको छ भने मेरो युट्युब फ्यामिलीमा सामेल भइदिनुस् सब्स्क्राइब बेल आइकन थिच्दिनुस् र लाइक शेयर गरेर कमेन्ट गर्दिनु होला भने पुरानो मेरो युट्युब फ्यामिलीहरुले लाइक शेयर कमेन्ट अवश्य गर्दिनु होला। अब यसमा चाहिँ एउटा सानो बाउल लिनुस् मैले त्यहाँ ल्याएको छ भने सकेसम्म सिसाको लिनु प्लास्टिकको नलिनु होला किनभने प्लास्टिकमा केमिकलहरुबाट बनाएको हुन्छ। यो हामीले 100% होम रेमेडीजहरु युज गर्दा चाहिँ त्यसको केमिकलहरु आउला भन्ने मतलब डर हुन्छ त्यसले गर्दा अझै हाम्रो स्किन बिग्रेला भन्ने हुन्छ। सिसाको जार सिसाको कचौरा जे छ त्यसमा गर्नु होला। अब यसलाई चाहिँ त्यसमा 3 चम्चा ठुलो चम्चाको 3 चम्चा चाहिँ हाम्रो यो रोज वाटर हाल्नुस् है। मैले त्यहाँ हाले जस्तै गरेर अनि त्यसमा चाहिँ 1 चम्चा सानो चम्चाको 1 चम्चा एलोभेरा जेल हाल्नुस्। यदि तपाईहरुको घरमा एलोभेरा जेल छ भने हजुरहरुले घरकै एलोभेरा जेल चलाउनुस् तर हजुरले बजारबाट बारीबाट ल्याउनु भएको छ अथवा बाहिरबाट एलोभेरा जेलको त्यो डन्टा ल्याउनु भएको छ भने मुख काट्नुस्। मुख काटेर 1 घण्टा जति त्यो पानीमा यसरी छोड्दिनुस्। त्यो छोडेपछि त्यसलाई पखालेर अनि मात्रै गर्नु होला नभए त्यसको चोक हुन्छ त्यसले तपाईलाई अझै उल्टै चिलाउन सक्छ र भावेर त्यसलाई गरेर अनि त्यो पखालेर 1 घण्टापछि पखालेर अनिखेर त्यसको भित्रको एलोभेरा जेल हाल्नु। त्यो त सबैभन्दा राम्रो अमृत भयो। मैले त नपाएर किनेको हालेको छु र किन्नेहरुले चाहिँ हरियो नीलो पहेँलो जस्तो पनि बेचेको देखेको छु मैले त्यस्तो नकिन्नु होला। ओरिजिनल कलर व्हाइट कलरै किन्नु होला वाटर कलरै मैले त्यहाँ देखाएको जस्तै किनभने केमिकल मिसाएको हुँदैन र अब कलर भनेको पनि एउटा केमिकलै हो कि त्यो मिसाएको हामी नकिन्नौ त्यही भएर यस्तो खालको किन्नु होला। किन्नेले चाहिँ 100% प्योर भनेर लिनु होला अर्गानिक 100% प्योर भन्ने धेरै पाउँछ नेपालमा लन्डनमा विदेशमा जहाँ पनि नेपालमा विदेशमा जहाँ पनि पाउँछ है। अब त्यसमा चाहिँ अब कोजिक एसिड सानो चम्चाको 1 चम्चा चिया चम्चाको 1 चम्चा त्यो हाल्दिनुस् है। हालेर कोजिक एसिड तपाईहरुलाई पछाडीपट्टि एसिड भने भएर तपाईहरुको मन डराउन सक्छ। हाम्रो यो कोजिक एसिड चाहिँ खानाहरुबाट बनाएको हुन्छ फुडहरुबाट बनाएको हुन्छ। यो केमिकल बेस हुँदै यो प्लान्ट बेस भएको हुनाले चाहिँ तपाईहरु एनिमल बेस केमिकल बेस हुँदैन यो चाहिँ प्लान्ट बेसबाट बनेको हुन्छ त्यही भएर डराउनु पर्दैन हजुरले युज गर्नु भए हुन्छ। त्यही भएर बाहिर पनि यो एसिड पनि किन्नलाई जहाँ पनि पाइन्छ है त्यही भएर डराउनु पर्दैन। अब त्यसमा चाहिँ चिया चम्चाको 1 चम्चा यो हाम्रो कोजिक एसिड पाउडर हाल्दिनुस् है। अब त्यसमा हाम्रो यो एसिड भन्ने चीजहरु जे पनि छ त्यो त्यसको चाहिँ ड्राई धेरै गराउनु भएर हामीलाई त्यसमा मिल्ने मोइस्चराइजर पनि चाहिने भएर भिटामिन ई 2टा क्याप्सुल चाहिँ भिटामिन ई ओइल पनि हाल्दिनुस् है। हालेर त्यसलाई बेसरी ब्लेन्ड गर्नुस् फेट्नुस् बेसरी फेट्नुस्। त्यो फेटेपछि अनि एउटा सिसाको कन्टेनर लिनुस् हाल्ने स्टोर गर्ने पनि सिसाकै होस् औषधिको। अब यस्तो छ भने यस्तै गर्नु सजिलो हुन्छ छैन भने पनि
के गर्नु भने औषधिको बोतलहरू आएको हुन्छ त्यसलाई पनि त्यसो पखालेर मात्र हुँदैन, पानीमा बोइल गर्ने अनि ड्राई गरेपछि, किनभने हाम्रो फेसमा लाउनु चाहिँ एकदम यसै पनि हाम्रो फेस बिग्रिरहेछ अनि अझै डराउनु पर्छ किन सेन्सिटिभ हुन्छ। त्यो भएर यो चाहिँ एउटा सिसाको कन्टेनर लिनुस् र यसरी हाल्नुस् है। अब यसलाई पनि तपाईहरुले हालेपछि 2-3 मिनेट यसरी बेसरी सेक गर्नुस् र एभ्री टाइम लाउँदा यसरी सेक गरेर लाउनुस्। त्यो बाहिर किनेको पनि सेक गरेर लाउनु पर्छ भने घरको पनि सेक गरेर लाउनु पर्छ बेसरी हल्लाएर है। अनि त्यसपछि हजुरले के गर्ने भने मैले चाया पोतो पिगमेन्टेसन डार्क स्पट्स एक्ने हरेकलाई भनेको छु है। ले पनि चाहिँ मैले त्यहाँ फेस प्याकहरु भनेको छु, फेस प्याकहरु त्यसरी नै लगाउनुस्। अनि त्यसपछि चाहिँ सिरम कोजिक एसिड फेस मुख धुनी कोजिक एसिडले पहिला धुनुस् एकदम फेस बिग्रेकोहरुले है। कोजिक एसिडले फेस धुनुस्, त्यसपछि फेस प्याक लगाउनुस्, त्यसपछि यो सिरम आफैले बनाएर यसरी यो सिरमलाई यसरी लाउनुस्। हेर्नुस् सबैतिर लाउनु। यो अति नै मुखको अमृत हो तपाईको यो सिरम भनेको। यसरी घाँटी फेस यसरी सबै ठाउँमा हजुरले प्रपरली यसरी मिलाएर हैन यसरी लाउनु होला है। एकैछिनमा ड्राई हुन्छ। अनि यो चाहिँ 5-10 मिनेट छोड्दिनुस् हैन। यस्तो चीजहरु मलाई लागेको टिभी हेर्दाखेरि गर्नुस्। म चाहिँ टिभी हेर्दाखेरि गर्छु। एउटा प्रोग्राम आधा घण्टा 45 मिनेटको भइरा हुन्छ हैन। अनि त्यो बेला खानासाना खाएर गर्दा म गर्छु। यो गर्नुस्। तर हजुरले यो चीजहरु जति पनि मैले भनेको होम रेमेडीजहरु छ त्यो यो चाहिँ 100% अर्गानिक हो, 100% नो साइड इफेक्ट र 100% वर्क गर्छ है। यसलाई पनि हजुरले चाहिँ सबैको फेस एकै नासको हुँदैन, सेन्सिटिभ पनि हुन सक्छ। हजुरले के गर्ने प्याच टेस्ट पहिला थोरै बनाउनु, यहाँ लाउनुस्, अनि फेरि यहाँ कानको कि भने यहाँ कानको पछाडि राख्नुस् कि भने यहाँनिर हातमा लाउनुस् र आधी घण्टा अति 45 मिनेट 1 घण्टा छोड्दिनुस्। त्यसपछि तपाईलाई यस्तो चिलाको जस्तो फोकाको जस्तो र्यासेस भएको जस्तो भयो भने त्यसमा तपाईहरुले सुट गरेन नगर्नुस् हैन। उ छ भने चाहिँ के पनि भएको छैन भने त्यसमा हजुरलाई सुट गरे। मेरो हरेक भिडियोमा मैले यो चोरा प्याच टेस्टमा लेखाउँछु र क्याप्सनमा पनि लेखेको हुन्छु। हजुरले पढ्नु यो इन्ग्रेडिएन्ट्सको बारेमा डिटेल मैले त्यहाँ लेखिदिएको छु है। यसलाई हजुरहरूले यसरी लगाउनु। यो मेल फिमेल सबैको लागि हुन्छ। केटा केटी सबैले लगाउनु भए हुन्छ। केटीहरूले चाहिँ 16 वर्ष भन्दा माथिकोले लगाउनु होला, तलकोले नलगाउनु होला। अरु त एज उता माथि जति पनि हुन्छ है। अब यसलाई हजुरहरूले लगाएर यो प्याकलाई नै बनाएर लगाउनुस्। अनि खेरि यो लगाएपछि मोइस्चराइजर पनि मैले बनाउन सिकाइदिएको छु, टोनर पनि बनाउन सिकाइदिएको छु। अनि हजुरहरूले पुरै फेसमा मोइस्चराइजर लाएर सुत्नुस् है। 1 महिना यो रुटिन गर्नुस्। तपाईहरुको जस्तो चाया पोतो पनि जान्छ, जाँदैन भन्ने नै हुँदैन। हस् हजुरहरूलाई आज पनि यो मेरो राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट गरिदिनु। नयाँ आउनुभएको साथीहरूले सब्स्क्राइब गरेर बेल आइकन थिचिदिनु होला।